के अरे अहिलेको सुनौँ फेरि सुनौँ न अहिलेकै सुन्न अनि के भनेर बोल के भन्थ्यो अघि अब को कसको पालो अब तिमीले उल्ला लगाइदिनु पहिला अनि लगाइदिनु होला नि तिनीहरूलाई दक्षिणा त दिए भयो नि अब अहिले हुन त यिनीहरू के अब हाम्रो पाला आयो अलि थोरै यता आउने हो कि यो त टेढो पो भएछ कुर्ची यता भएछ ल्या ल्या साइनो नलाइदिनु नि त्यही मात्रै छ अब दसैँमा नि साइड खोजेर पाइन्छ क्या दसैँ टिका नि यति भनेर खोजेर कहाँ पाइन्छ 3 चोटि लाउँदा नाकसम्म लिएर आउँछु अस्ति टिको थोरै साइडमा लगाऊ अलिअलि यता उता गर भनेको मानिदिनन् के अरे आज भयो जति साइडमा सब पोतिदिन्छु ला आशिष त अब आफै दिने आफै लिने सबै त्यही हो कुरो आशिष कपडा अलिक कम किन्नु अनि त्यो एउटा त्यो के अरे क्रिम पाउडर किन्न महिनामा एकचोटि जान्छौ त्यो अलिक 3 महिना जति 3 महिनामा एकचोटि जानु अनि त्यो पैसा चाहिँ मलाई दिनु जोगाएर अनि त्यस पछाडि त्यो कतिवटा देशको भिजा क्यान्सल भयो अघिल्लो साल यो साल चाहिँ त्योभन्दा धेरैको लागोस् जाँदाखेरि मलाई पनि लिएर जाऊ यसो डिकीसिकीमा हालेर त्यो मलाई नल भएर आयोजकले मलाई नबोलाउनु भएको भएर भिजै नलागेको कि अस्मिताको नि सँगै बोलाउनु भएको भएर ठ्याट्टै भिजा लाग्थ्यो अब लाग्छ अब सँगै बोलाउनु हुन्छ अरे अनि ठ्याट्टै लाग्छ पैसा पनि दिनुपर्छ अझै अनि मेरो होइन यो मैले ल्याएर दिएँ होइन मसँग त कहाँ छ त पहिले होइन ओह मैले जानु हो ल हात्ती आयो हात्ती सेतै सेतो दिनु पर्यो सबै दिन त हुन्छ नि दसैँ चिकन खानु ल